तिमीहरूलाई थाहा छ, आजकल मेरा विरुद्ध अनेक किसिमका गाली, अपशब्द र झुट्टा लान्छना लगाइँदैछ, मेरो प्रतिष्ठा धुमिल बनाउन र तिमीहरूको मनमा मेरा बारेमा घृणा फैलाउने प्रयास गरिँदैछ। बच्चा बच्चीदेखि आम जनतासम्म जो मलाई मन पराउँछन्, माया गर्छन्, उनीहरूको नजरमा मेरो छवि नकारात्मक बनाउने ठुलो षड्यन्त्र चलिरहेको छ। यस्ता गतिविधिहरूको उद्देश्य स्पष्ट छ, मलाई तिमीहरूको समर्थन र आकर्षणबाट अलग गर्ने। किनभने म तिमीहरूसँग जोडिएको छु, तिमीहरू मेरा जरा हो। अन्त्येशको शक्ति जमिनबाट आउँथ्यो, मेरो शक्ति तिमीहरूबाट। जसरी हर्कुलिसले ठानेको थियो, जबसम्म अन्त्येश जमिनसँग जोडिन्छ ऊ अपराज्य छ, त्यसै गरी जबसम्म म तिम्रो मनमा छु उनीहरूले ठानेका छन् म अपराजय छु। त्यसैले मलाई तिमीहरूसँग अलग गर्न उनीहरूले विभिन्न प्रपञ्चहरू रचिरहेका छन्, जाल जेल र तिक्रम गरिरहेका छन्। मलाई विश्वास छ मेरा छोराछोरीहरूले यो सब बुझेका छन्। प्रिय छोराछोरीलाई यति चाहिँ भन्छु, सावधान चाहिँ रहनु। प्रिय छोराछोरी, कहिलेकाहीँ तिमीहरू रणभुल्लमा परेको पाउँछु म। परम्पराको जारा समातेर भित्रै छिर्ने कि आधुनिकताको पखेटा समातेर आकाश छुने। यो केवल प्रश्न मात्र होइन, यो जीवनको यात्रा पनि हो। जीवन बुझ्नका लागि पनि जरा र पखेटा बीचको द्वन्द्वलाई या अन्तर सम्बन्धलाई राम्रोसँग बुझ्नै पर्छ। छोराछोरीहरू, तिमीहरू हुर्क, बढ, प्रगतिको चुचुरोमा पुग, आकाश छेड, तर भुइँ कहिल्यै नछोड। अर्को कुरा पनि भन्छु, हाम्रा वरिपरि हर्कुलिसहरू छन्, यत्रतत्र छन्, जसले हाम्रो जरासँगको सम्बन्ध चुडाउन, हामीलाई धरतीबाट अलग गराउन हरेक दिन प्रयत्न गरिरहेका छन्, गरिरहन्छन्।